हेलो साथीहरू, हामी चाहिँ बल्ल बल्ल गन्द्रुक आइपुग्यौँ है। गन्द्रुक हेर म यस्तो हुँदैरमा आइपुग्यो। भोलि बिहान घुम्नुपर्छ। हाम्रो बेलुकाको खाना पनि आइपुग्यो। अब हामी खान्छौँ। चाहिँ अब हामी खाना खाएर क्याम्पिङ भनेर आगो ताप्दैछौँ। जाडो बढेर हामी हाम्रो ग्रुप अनि अरू मान्छेहरू पनि छ यहाँ। इन्डियनहरू छ 2-3 जना मिलेर आएको। गुड मर्निङ साथीहरू। अहिले चाहिँ बिहान हामी मर्निङ भ्यू हेर्दैछौँ। खाजासाजा खाने अब मर्निङ भ्यू हेरेर अनि खाजासाजा खाएर हामी पुरानो बस्ती जान्छौँ। गन्द्रुकको पुरानो बस्ती। नानीले फोटो खिच्दैछ। यिनीहरूले आउँछ पोज अनेक रमाइलो हुँदैछ। हामी हिलटप होटलमा बसेको है। अनि मेरो श्रीमानज्यू चिया पिउँदै हुनुहुन्छ। कसैको फोटो खिचेर भ्याएको छैन अझै। फोटो खिच्दैछन्। यो भए पनि कति देखाउनु है। देखाउँदा होइन। यसलाई यहाँ स्थगित गराउँछु। आँखै अगाडि ल्यायो अरे। कति हाँस्नु। चियाको चुस्कीसँगै मर्निङ भ्यू हेर्दैछौँ। ल मर्निङ ब्रेकफास्ट हामीले यस्तो थियो है। अब चाहिँ लाग्छौँ पुरानो बस्तीतिर। यो बाटो हुँदै जाने अरे। हेरौँ बाटो कस्तो छ। हिँड्न सकिन्छ कि सकिँदैन है। कस्तो राम्रो फुलहरू है। होइन नि कस्तो राम्रो फुलेको छ कि। यहाँ हेरेर साउने यहाँबाट पनि फोटो खिच्नु रहेछ। कस्तो राम्रो देखिन्छ यहाँबाट पनि भ्यू। ए स्नोल्यान्ड लज नि यो पो रहेछ। हामी जाँदैछौँ यो बाटो हुँदै। हेर्नु नानी अब मेरो भिडियो खिच्दिने अरे। हेरौँ कस्तो खिचिदिन्छ नानीले। यो चाहिँ खुसीको काम है फोटो खिच्नु। अझै जाडोबाट कस्तो भएको थियो। अनि यहाँबाट कति धेरै घाँस छ भने देखाउँ। मलाई चाहिँ यहाँ जाडो भएर पछ्यौरे बेला लाग्यो। कति चिसो भयो त्यो बाटो हिँड्दाखेरि। के गर्छ खतरा गीत बजाएको त नानी भिडियो उसका त ढिलै पुगेन त। ओइ स्टोरेज फुल भयो। खेती नै राम्रो आएन भने होइन गुम्बा पनि चढेन छ होला। हामी यहाँ गुम्बा आएको। यहाँ गुम्बाबाट त्यहाँ गेम खेलिरहेछ। गुम्बाबाट देख्दो रहेछ भलिबल भइरहेछ। ए गन्द्रुक लेखेको ठाउँ छ। हाम्रा दाइहरू साम्ला भनेको आऊ च्याउला यहाँ बस्नु फेरि फर्किहालेको हामी। न्याङयुर दोर्जे साङ्ग छोलिङ गुम्बा। के अरे यस्तो भाषा पढ्न नै आउँदैन। पढ्न आउँदैन भने पढेँ मैले। पढिभ्याएँ मैले। चकलेट खाइसक्यौ? ओइ दुईजना मान्छे दुईजनाले यहाँ हेर
ओ अर्को नै आयो ओ यो त भोटेको कुरो क्या भोटे छ यो त भोटे झ्याप्पै आउस गर्नु न है सबैसँग जानुपर्ने रे गिरी आइरहेको कि यस्तो रहेछ क्या त दुइटै ठुल्ठुलो अनि ऊ बिचमा सानो के अछु खै त मान्छेले देखेन है त्यो साग हेर्न कस्तो राम्रो छ यहाँ माथि है लास्टै राम्रो छ हेर्न पत्ताहरू है के खेलेको हेर्न स्कुलमा नि वहीँ त्यहाँबाट फुत्तै झऱ्यो भने तल टिममा रहेछ भाइ हातमा तल गइरहेको टिममा यहाँ गाउँ हो गेम सक्यो कि उहाँ गरे गाउँ हो ओहो कुवा खायो के हो यो त के को फुल हो यो सेतै फुलेको नासपाती के अरू हाल्छ आमा बाबुको गाला हेर्न सुपारी सुपारी यो यतापट्टि हेर्न ऊ भैँमा तल सानो बुट त्यो अचार खाने त ए अचार खाने यसो हो त्यो रुख टमाटर भन्ने त्यही हो बाबुको गाला हेरिस् त बाबुको गाला कति रातो रातो थियो कि लेकतिरको मान्छेको त्यस्तै हुन्छ है फुकुल्लो गाला रातो रातो फुटेको यहाँ आएर खच्चर देखियो तलतिर त देखिँदैन नि त है लेकतिर चाहिँ खच्चर चर्छ पनि कसरी पहेँली फुल दियो त मेश्रम बराह लेखेको गरेको थिएँ कि यहाँ रहेछ आजदेखि यहाँ हेरेर बसिरह होला भनेको त मान्छे त छैन आउँदैन रे कहाँ आउँछ सुनाउनु फुल फुलेको है थरीको रहेछ मलाई चाहिँ हिँड्दा थकै लागिसक्यो होइन बिस्तारै बिस्तारै उकालो चढ्दैछु त्यो माथि झान्द्रुक लेखेको ठाउँमा जान लाग्यो अनि छिरेन खेर के भन्दैन आगो म त हेर यो 5 झरिङ बेला भरे सबमा नाङ्गे छ लेखेको देखायो होला नि लेखेको देखायो होला नि यहाँ अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट ह्युमन कन्जर्भेसन अफिस नन्दाके खास गरे त बाटो कुरा नि भाइ समस्या क्षेत्र आयोजना पर्यटन महोत्सवको यो वार्षिकोत्सव तर्फको फाइनल सुचारू गरिदिनको निम्ति हार्दिक अनुरोध चाहन्छु र हामीसँग आज फुल फोटोग्राफी गर्न चाहेको छ बास्केटबल प्रतियोगिता फाइनल गेम यो सेतो फुल के हो
दुवै टिमलाई हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। यता भेटराजतर्फ युनाइटेड क्लब पोखरा क्यामेरा गो यातायात जित व्यवसायका भेटराज टिमको चाहिँ यो फाइनल गेम भइरहेको छ। यस लगतै पोखरा भलिबल प्रशिक्षण केन्द्रमा हेलिप्याड रहेछ यहाँ र अन्नपूर्ण युथ क्लब किम्चीको बिच फाइनल गेम रहने यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। दुवै टिमका खेलाडी साथीहरूलाई पनि तयारी भई वार्मअपमा रहिदिनको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। के रहेछ यो ठाउँ टिप्ने ठाउँ चाहिँ क्या हो भिड्छ क्या यता त ऊ त्यो बारी लान्दुरको यो देखेको गाउँ लान्दुरको हो। युनाइटेड किङ्सले आफ्नो हात पारिसकेको छ भने यो तेस्रो सेटमा युनाइटेड किङ्स क्लब 17 रहेको छ भने अहिले त हिमाल त पुरा छेक्यो डाममै भयो। बधाई तो बधाई नै होता है। नजाऊ लाली गुराँसको नजिक लालुमाया यहाँ छ यहाँ ल ल ल फोटो खिचिदिनु अरे फोटो भिडियो धन्यवाद यदिनै पर्यो। बाई बाई घान्द्रुक अब हामी पोखरातिर लाग्छौँ घान्द्रुकलाई छोडेर।